नमस्कार। भारतले नेपालको चिया नालिने भन्ने कुरा जुन किसिमको कुरा बाहिर आयो, त्यस लगतै नेपालमा अहिले 83वटा चिया उद्योगहरू बन्द भएका छन्। त्यो चिया उद्योगीहरूले ताला लगाएर चाहिँ बन्द गर्नुपर्ने अवस्था आएको छ। यो सामान्य चिया उद्योग मात्रै थिएन, त्यो चिया उद्योगमा हजारौँको रोजगारी खोसिएको छ। लाखौँ परिवारको चाहिँ घर खर्च चल्ने सबै कुराहरूको व्यवस्थापन लुटिएको छ। अरबौँ लगानी गर्ने व्यवसायहरूको चाहिँ व्यवसाय धरापमा परेको छ। अहिले पनि 10 लाख टन चिया यत्तिकै थन्किएको छ भन्ने कुरा आएको छ। यसको जिम्मेवारी कसले लिने? यो राज्यले लिने कि नलिने? एकजना कुनै पनि सांसदले, राष्ट्रसभाका कुनै पनि एकजना सांसदले रोस्टममा उभिएर नेपालको चिया उद्योगहरू 83वटा बन्द भएका छन्, अप्ठ्यारो परिस्थिति आएको छ, यसको राज्यले दायित्व लिनुपर्छ भन्ने कुरा एकजना कसैले बोलेको देखिएन। यदि यो कुरा ठ्याक्कै हिजोका सरकारहरूले अथवा पुराना दलका सरकारहरूले गरेको त्यसको पालामा भएको हुन्थ्यो भने देशमा आगो बाल्थ्यो होला, यिनीहरूले गालीको वर्षाद हुन्थ्यो होला। तर अहिले न त राष्ट्रसभाका समर्थकहरू बोलेको देखिन्छ, न त राष्ट्रसभाका मान्यहरू बोलेको देखिन्छ।